हेलो गाइज वेलकम ब्याक। आई होप हजुरहरू सन्चै हुनुहुन्छ होला। म पनि एकदमै धेरै सन्चै छु। म चाहिँ आज यता पुर्तिम काँडातिर आएको होइन, फुपूको घरमा। अनि हाम्रो यता चाहिँ काफल धेरै पाइन्छ होइन, त्यसैले आएको काफल खानालाई। हाम्रो गाउँतिर चाहिँ काफल पाइँदैन। अनि यहाँ पनि नजिकै पाइन्थ्यो अरे पहिले चाहिँ, आजभोलि सकिएछ। त्यसैले हामी चाहिँ उता वनतिर जानुपर्ने भयो क्या होइन। अनि फुपू म अरू माथिदेखि जानुहुन्छ अरेको। अनि त्यसपछि यहाँदेखि चाहिँ फुपूमा जानु लागेको छौँ। यहाँ नजिकको काफलहरू सकिएछ। अनि त्यसैले अब टाढा वनमा ऊ त्यहाँ माथि कहाँ जाने भन्नुहुन्छ फुपूले चाहिँ, त्यहाँ जानुपर्ने भयो। कसरी जाने हो होइन। 7:30 भइसकेको छ। हामी चाहिँ नास्ता खायौँ, नास्ता। अनि अब चाहिँ हामी जान लाग्यो। फुपू चाहिँ रेडी हुँदै हुनुहुन्छ। अनि म चाहिँ यत्तिकै चल्दिने हो, जाने त्यति टाढा। अनि चाहिँ मेरो फुपू कसरी जाने हो, घाम लाग्न लागिसक्यो। घाममा सकिन्छ त अब। फुपू चाहिँ डन हुनुहुन्छ, फेरि धेरै हिँड्नुहुन्छ। म चाहिँ हिँड्न पनि सक्दैन। कहाँ माथि हो जाने भन्नुहुन्छ। कसरी पुग्ने हो। उफ कहाँ म त थाइगेँ। म त थाइगेँ। नाटक यिनीहरूका नाटक उपर स्मार्ट भन्छ। मम्मी तलदेखि हामी आएको चाहिँ यहाँदेखि यहाँ आइयो होइन। अब कहाँ जानुपर्ने, ऊ माथि अरे, ऊ माथि कहाँबाट कसरी पुग्किने हो। अनि कताबाट जाने, तल कि माथि। यता कता गएको गाइज, यता हो हामी जानुपर्ने। अझ धेरै छ हिँड्नुपर्ने। अनि कतिखेर पुगिने हो, कतिखेर आउने हो। आज घरमा मार्छन् मलाई, घर नगयो भने। अनि र बङ्गाराको चिनेग्री हान्छन्। हामी चाहिँ एकछिन बसेका थियौँ होइन, दिदीको वेट गरेका थियौँ। दिदीहरू पनि आउनुभयो। अब हामी जान्छौँ, हामी चल्दिरह। अब चाहिँ यहाँ हेर्नुहोस्, तल चाहिँ अलिकति मैले चाहिँ धेरै भयौँ होइन। आज चाहिँ रमाइलो होला जस्तो छ मेरो ख्याल चाहिँ। यिनीहरू चाहिँ बाँदरहरू फेरि धेरै हल्ला गर्छन् बाँदरहरूले। उहाँहरू फेरि गफ यति गफ लान्छ, ढिलो भएको छ मान्छेलाई। आज घर जाने भनेको घरमा गाली गर्नुहुन्छ, फेरि रिस उठ्ने। जानुपर्ने कहाँ हो, कहाँ यस्तो भिड छ। यहाँबाट लोट्यो भने त खत्तम छ। यहाँ यस्तो ठाउँमा जानुपर्छ। यहाँ ओ माई गॉड यस्तो ठाउँ छ उहाँ पछि। यहाँ चाहिँ यो कुसुम पनि छ कि, यसले चिप्लो हुन्छ। यो चाहिँ डर लाग्दो, तर डर पनि लाग्दो। चक्कर लाग्यो अरे। वा ऊ पारिदेखि आएको हामी चाहिँ। मम्मी भिर या यस्तो झ्याम छ यार। कहाँ हो पानी। यस्तो झ्याम छ।
यस्तो भिरालो जग्गा छ ओ माइला गड कति बज्यो 9:20 भएको छ होइन के दाबाहरू जङ्गलतिर दाबा जुवा चाहिँ यहाँ चाहिँ जुगा नि त जुगा हुन्छन् यसले बोलायो क्या पानी बेग्लै हुन्छ हौ मलाई त डर लाग्छ बा पानी आएर पानी कहाँ छ त पानी लग्ने हामीले पारी हामीले पानी तिर्खा लाग्छ भनेर हाम्रो चाहिँ भाडा ल्याएको छौँ होइन पानी त तलदेखि बोकेनौँ पानी यहीँ कतै पाइन्छ अरे जङ्गलमा यहाँ आउनुहुन्छ अरे दिदीहरू दाउरा सकिन्छ त जङ्गल चाहिँ दामी देखिन्छ क्या पानी तिर्खा लाग्यो मलाई त है रु कत्रा पानी भर्ने खान ठाउँ खाँदो छ हामीले त्यही खोला खान्छ बादर किदु कि कुदु कुदु होइन खै किदु का गेरा मम्मी के नै खान्थ्यो बादर लाउनु ढिडा भन्न ऊ भाइहरू चाहिँ पानी लिन गएको छन् यहाँदेखि अझै पानी भरेर लग्ने अझै कति हो जानुपर्ने अझै जाँदैछौँ हिँड त्यही भएर खुरु अगाडि पुग्दैन म उहाँहरू चाहिँ ऊ भाइले चाहिँ पानी ल्याइसके कस्तो पानी दामी छैन चिसो पानी मुनको मम्मी हेर्नुहोस् जङ्गल त्यहाँ पानी उठाएको भने चाहिँ त्यो जङ्गल पनि फटाएर यताको अब अनि हटिँदैन गाह्रो त त्यस्तो गएको छ भने रमाइलो भयो अर्को फुल खाना एकदम रमाइलो हुने रहेछ घाम आज घाम चाहिँ त्यस्तो लागेको छैन है कस्तो दामी गरेर कसले थाहा पाएर हामी कफर खान जानु लागेको छौँ भन्ने होइन घामै लागेन त्यस्तो काफलको वन यो सब काफलको रुख हो यहाँ मान्छेहरूले अरूले खाएर चाहिँ हाँगा काटेर फाल्नु भएको क्या त्यस्तै अब खानु त यहाँ हल्का फुल्का छन् काटेर फाल्नु भएको हो त्यहाँ त्यो रुख त के खतरा रहेछ कम राम्रो छ घर लग्ने त त्यस्तै हो यही खाने घर पनि लग्नुपर्छ फुल टिप्यो भने जाँदा घर लग्ने मैले टिपेको छ बढी खाने कम राख्ने हो होइन घरमा नलग्दा त फेरि मलाई फेरि यहाँ दिन्छन् त्यति भयो भने त मार्छु आज काफलको रुख वा कति धेरै छ मम्मी माथितिर त ओ माइ गड बा म त डर मान्छेलाई आइगे के सानो भयो म
कति धेरै छ नि यार बाँदर है यहाँ माथि पनि बाँदरले घेरेले अब त बाँदरले घेरेले बा नभन न मलाई डर लाग्छ के रे जी मम्मी आइके बा म त मान्दैन बा छिटाउ यार जाम यी माथि छन् ऊ पर छन् जाम जाम कति ल्याउनु भयो खै हेरौँ यहाँ उहाँ चाहिँ टन्नै ल्याउनु भएको छ यार डन टिभी बानी पर्नुमा मम्मी भिर हेर्न हेर्न कहाँदेखि त कति तल छ 2 किलोमिटर हेर्न हाम्रो हालत क्या भएछ यार हेर्न 2 किलोमिटर जाँदा तल हेर्न कहाँ कोसले आँखा रे यहाँबाट त तल त कहाँ हो कहाँ आँखा देख्न सकिन्छ कहिले ओ मम्मी क्या डर लाग्दछ यार डर लाग्छ पुरै हाम्रो त तल त कति तल कति यस्तो ठाउँमा हेर्न आउनुपर्छ कापा खान लाग्यो मम्मी क्या डराउनु लाग्छ यार पाएको हेर बाँदर छ नि यार सानो म त डर लाग्छ जी बाँदरले बोलाउँछु सुनिन चप्पल पनि टाइट भइयो अहिले त कस्तो दुख्या छ नि यार खुट्टा रुखमा चढ्नाले ओइ मर्यो कता जाने छ नि बुबा यहाँ पहिला मान्छे बस्ने रहेछ नि किन छोड्या हुन् बाँदर आयो नि तल कति धेरै खेतहरू पनि नि त्यही नि बाँदरहरू माथि बाँदर थियो हामीलाई खेद्याउनु बाँदरले माथि बाँदरले खेद्याउनु क्या हामीलाई अगाडि सानो फुपूलाई सोध्दै है लाली गुराँस वा उ त्यहाँ कति दामी वाव सब उयो छ न राजुल त ओ मम्मी घरतिर मुन्टिन लाग्यो अब हामी चाहिँ यहाँ लालीग्रास कहाँ जङ्गलमा छिरियो बाटो छ अरे क्या दिदी यहाँ ओइ यो छुट्याइदेऊ न पछाडि आउच कति कारण पखपट्टि यहाँ मम्मी
कहाँ कहाँ जानुपर्छ यी तल भिर हाँ के गर्ने त मम्मी भिर बिस्तारै जाए मम्मी ओ मम्मी है कारो छ बिस्तारै हिँड ओ मम्मी त्यहाँ गाउँ हामी होइन गाउँ त्यहाँ गाउँ त्यहाँबाट यता आयो यताबाट फेरि फर्केर गयो अनि त्यहाँबाट फेरि तल 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 गएर त्यहाँबाट फेरि माथि यहाँ आयो अब यहाँबाट कहाँ जाने पर्छ नि होला परबाट फेरि तल घर तल खोला छ घरमा घर खोला छ अनि यहाँ तल खोला दिएको हामी कमै त गाह्रो छ र यहाँ काफलको रुख भेट्यो यस्तो छ बाटो यस्तो छ अवस्था ओ ओइ मम्मी कति टिप्लो ओइ तर चाहिँ पुरा लाग्ला ए मम्मी है यहाँ त क्या छ मम्मी म त बसिरहेँ अहिले चाहिँ तेर्सो बाटो भेटियो बल्ल तल्ल ओए मोरलाई खै भइयो ओके गाइज हामी चाहिँ बल्ल तल्ल यहाँ सेन्फु घरमा पुग्यौँ होइन हजुर एकछिन विश्राम गरौँ